प्रचण्ड अब केपी ओलीहरूले पोरपरारै हजुरबुवाले घिउ खाए, अहिले हात सुङसुङ घिउ गनाउँदैछ कि गनाउँदैन भने जस्तै गयो सपना हुन्थे। प्रचण्डका पछाडि, माधव कुमार नेपालका पछाडि, अब केपी ओलीका पछाडि हजुर मान्छे किन हिँड्ने? मान्छे किन हिँड्ने? हजुर एउटा कुरो याद गर्नु, लघुवित्त पीडित कोसँग छ, सहकारी पीडित कोसँग छ, ब्याङ्कमा कालो सूचीमा परेको मान्छे कोसँग छ, र ब्याङ्कको ब्याज घटाउँ भन्दा दुर्गा प्रसाईलाई थुनेको होइन यिनीहरूले? लघुवित्त पीडितहरूको घर लिलाम नगरिदेऊ भन्दा जनता त ती हुन् नि। अनि प्रचण्डको, केपी ओलीको सम्पत्ति जोगाउन, उनीहरूलाई जेलबाट जोगाउनलाई सडकमा मान्छे निस्किदिनु पर्ने? हिजो निस्के त बेकुब थिए, मर्दे, आज पिनरा कुर्सीमा पुर्याउनु पर्ने? यो प्रचण्ड, केपी ओली र माधव कुमार नेपालले यो सपना नदेख्नु, गगनले पनि सपना नदेख्नु। पुरानोको विकल्प नयाँ आयो र जसले दुईटा देशलाई ब्यालेन्समा राख्छ, भारतलाई पनि चाइनालाई पनि।